यदि तपाईले पनि राष्ट्रिय परिचय पत्र वा नेसनल आइडी कार्डको लागि बायोमेट्रिक दिनुभएको छ र कार्ड कहिले आउला अनि बोकेर हिँड्नुहोला भनेर पर्खिरहनु भएको छ भने अब तपाईको त्यो पर्खाइ सकिएको छ। नेपाल सरकारले अब राष्ट्रिय परिचय पत्र अनलाइनबाट डाउनलोड गरेर प्रिन्ट गर्न मिल्ने एकदमै सजिलो र उत्कृष्ट सुविधा ल्याएको छ। अब तपाईले सरकारी कार्यालय धाइराख्नु पर्दैन, आफ्नो मोबाइल वा कम्प्युटरबाट सजिलैसँग डाउनलोड गर्न सक्नुहुन्छ। आजको भिडियोमा म तपाईहरुलाई स्टेप बाइ स्टेप सजिलो तरिका सिकाउने छु कि कसरी तपाईले आफ्नो राष्ट्रिय परिचय पत्र अनलाइनबाट डाउनलोड गर्ने भनेर। भिडियो अन्तिमसम्म हेर्नुहोला। राष्ट्रिय परिचय पत्र डाउनलोड गर्नका लागि अब सबैभन्दा सुरुमा आफ्नो मोबाइलमा रहेको ब्राउजर ओपन गर्नुहोस् र ब्राउजर ओपन भइसकेपछि यहाँनिर सर्च बारमा citizenportal.dni.disat.gov.np मा लगइन गर्नुहोस् र यहाँनिर तपाईले देख्न सक्नुहुन्छ एनआईडी डाउनलोड भनेर दिएको छ, यहाँ टाइप गर्नुहोस् र यहाँनिर चाहिँ हामीले विवरणहरु चाहिँ भर्नुपर्ने हुन्छ। यहाँनिर अब पुरा नाम नेपाली र पुरा नाम अंग्रेजी भनेको छ। अब यहाँनिर तपाईले दुईटामा चाहिँ भर्न सक्नुहुन्छ। अब यहाँनिर इंग्लिशमा अंग्रेजीमा लेख्दा पनि भयो, नेपालीमा लेख्दा पनि भयो। अब यहाँनिर आफ्नो नाम लेख्नु होला। त्यसपछि यहाँनिर जन्ममिति भनेको छ, यहाँनिर जन्ममिति हाल्नु होला। त्यसपछि यहाँनिर नागरिकता जारी मिति भनेको छ, यहाँनिर नागरिकता जारी मिति हाल्नु होला। त्यसैगरी यहाँनिर क्याप्चा भनेको छ। अब क्याप्चामा चाहिँ के हाल्ने त भन्दाखेरि यहाँनिर यो तल दिएको अक्षरहरु चाहिँ यो अक्षरहरु चाहिँ सेम टु सेम यहाँनिर यो बक्समा हामीले टाइप गर्नुपर्ने हुन्छ। यो तल भएको चाहिँ क्यापिटल लेटरमा छ भने क्यापिटल लेटर, स्मल लेटरमा छ भने स्मल लेटरमा हामीले टाइप गर्नुपर्ने हुन्छ। अनि यहाँनिर खोज्नुहोस् भनेको छ, यहाँ खोज्नुहोस्मा टाइप गर्ने। यहाँनिर तपाईले चाहिँ राष्ट्रिय परिचय पत्र नम्बर त्यसैगरी अन्य नागरिकता विवरण भनेर हाम्रो अगाडि एउटा यस्तो इन्टरफेस आउँछ र यसको तलपट्टि यहाँनिर कार्ड डाउनलोड गर्नुहोस् भनेर दिएको छ। यहाँनिर कार्ड डाउनलोड गर्नुहोस्मा हामीले टाइप गर्नुपर्ने हुन्छ। र अब यहाँनिर के गर्नुपर्छ त भन्दाखेरि तपाईको सुरक्षित पीडीएफ पासवर्ड बनाउन थप जानकारी आवश्यक छ भनेको छ। अब यहाँनिर हामीले आफ्नो पुरा नाम चाहिँ नेपालीमा प्रविष्ट गर्नुहोस् भनेको छ। यहाँनिर पुरा नाम चाहिँ नेपालीमा यहाँनिर लेख्नु होला। त्यसपछि यहाँनिर डाउनलोड गर्नुहोस् भनेर दिएको छ, यसमा क्लिक गर्नु होला र हाम्रो चाहिँ पीडीएफ फाइल डाउनलोड भइसकेको छ। र अब त्यो पीडीएफ फाइललाई हामीले ओपन गर्नका लागि पासवर्ड हाल्नुपर्ने हुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ दिस फाइल इज प्रोटेक्टेड भनेको छ। अब पासवर्ड चाहिँ हामीले के राख्ने त भन्दाखेरि तपाईको आफ्नो नामको सुरुको 4 वटा अक्षर अनि त्यसपछि तपाईको जन्मेको साल चाहिँ यहाँनिर टाइप गर्नुपर्ने हुन्छ। सुरुको 4 वटा अक्षर चाहिँ सबै क्यापिटल लेटरमा टाइप गर्नुपर्ने हुन्छ। अनि यसरी हालिसकेपछि ओपनमा क्लिक गर्ने। ओपनमा क्लिक गरिसकेपछि तपाईले चाहिँ आफ्नो राष्ट्रिय परिचय पत्र देख्न सक्नुहुन्छ र यसलाई चाहिँ तपाईले प्रिन्ट गरेर तपाईले यसलाई चाहिँ विभिन्न प्रयोजनमा चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। थ्यांक्स फर वाचिङ दिस भिडियो।